कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 1 का स्वतन्त्र उम्मेदवार आशिष शर्माको घर दैलो कार्यक्रमका केही झलकहरू। स्थान बाणगङ्गा 8 कपिलवस्तु, मिति 2082 फागुन 13 गते। एउटा न्युज बनाइदिनु विष्णु हाम्रो नेता उनी हुन् विष्णु त्यो कबर पछाडि विष्णु म्याडम थोरै बोल्नु 1-2 मिनट है। हुन्छ ठिक छ केही छैन। त्यसका लागि रोक्नु कि बोल्नु नि त यसो 1 मिनट बोलेर। यति बेला हाम्रो अगाडि विष्णु मल्ल म्याडम हुनुहुन्छ जो चाहिँ नेपाली कङ्ग्रेसको लामो समयको राजनीतिमा उहाँ संलग्न हुनुहुन्थ्यो। यति बेला नेपाली कङ्ग्रेसका बागी उम्मेदवार भनेर अर्थाइएको छ, तर हामीले युवा उम्मेदवार भन्छौँ उहाँलाई। आशिष शर्माको पक्षमा खुलेर लाग्नु भएको छ। खास किन यहाँहरू यति बेला मैदानमा हुनुहुन्छ? धन्यवाद सर। हामी यति बेला यहाँले नेपाली कङ्ग्रेसको बागी उम्मेदवार भन्दै गर्दा मैले त्यसलाई चाहिँ बागी भन्न चाहिँ अलि सुहाउँदैन जस्तो लाग्छ। यति बेला युवा पुस्ताले मागेको, जेन्जी पुस्ताले मागेको र सम्पूर्ण यो जनमानसले मागेको एउटा युवाको प्रतिनिधित्व गर्ने उम्मेदवार, स्वतन्त्र उम्मेदवार आशिष शर्मा हुनुहुन्छ। उहाँको चुनावी मैदानमा युवा, महिला, वृद्ध सबैको आवाज बोल्न सक्ने, हामी सबैलाई समेटेर अगाडि बढाउन सक्ने र युवाहरूलाई रोजगारको अवसर सिर्जना गर्ने एक मात्र युवा हुनुहुन्छ आशिष शर्मा। उहाँ स्वतन्त्र उम्मेदवार, उहाँको चुनाव चिन्ह जीप। यसका पछाडि हामी हिँडेका छौँ। कुनै बागी उम्मेदवार भनेर हामी राजनीतिक हिसाबले र प्रतिशतको हिसाबले हामी लागेका छैनौँ। अहिले यही मैदानमा नेपाली कङ्ग्रेसका यसभन्दा अगाडि सांसद भइसकेका व्यक्ति र नेकपा एमालेका पनि पूर्व सांसद चुनावी मैदानमा हुनुहुन्छ। यसबीचमा आशिष शर्माको जितलाई यहाँहरूले कतिको सहज असहज मान्नु भएको छ? हामीले असाध्यै यो एकदमै सहजताका रूपमा हामीले लिएका छौँ। जुनसुकै दलबाट यहाँ व्यक्तिहरू भए पनि, निर्वाचित भएका व्यक्तिहरू भए पनि, हाम्रा अग्रजहरू भए पनि यति बेला युवाको सामुन्ने कसैको पनि केही पनि लाग्दैन। जसले यो सिङ्गो युवालाई समेट्छ, यो जेन्जी आन्दोलन पछिको युवाको आवाज बोकेर आशिष दाइ आउनुभएको छ। कुनै पनि राजनीतिक दलसँग तुलना नगरेर, राजनीतिको झोला नबोकेर हामी यति बेला व्यक्तिको पछाडि हामी हिँडेका छौँ, स्वतन्त्रको पछाडि हिँडेका छौँ। कुनै राजनीतिक पूर्वाग्रह नराखिकन यति बेला सम्पूर्णले स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई चुनाव चिन्ह जीपमा अत्याधिक मतले बहुमतले विजय गराइदिनको लागि सम्पूर्ण समस्त मैले हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मेरो घर बाणगङ्गा नगरपालिका वडा नम्बर 8 बोडगाउँ हो र हामीले अहिलेको अवस्थामा युवा देश परिवर्तनमय छ र यो परिवर्तित अवस्थालाई मध्यनजर गर्दै जो एउटा अहिलेको युवाको आवाज, अहिलेको विशेष परिस्थितिको आवाजलाई जसले लिएर हिँड्न सक्छ त्यस्तो खालको मात्रै उम्मेदवारलाई अब सबैले मन पराउने र त्यसले केही गर्न सक्छ भन्ने हामीले विश्वास लिएकोले आशिष शर्माबाट हामीले ती कुराहरू पाएका छौँ र त्यसैले हामीले कुनै यो पार्टी त्यो पार्टी नभनिकन एउटा राम्रो सक्षम खालको व्यक्तिलाई हाम्रो होइन राम्रो छानौँ भन्ने एउटा मूल मन्त्र अनुसार नै यो पटक चाहिँ आशिष शर्मालाई
स्वतन्त्र रूपमा उम्मेदवार हुनुभएको छ। उहाँको जिप चिन्हमा अत्याधिक मतदान गरी उहाँलाई विजय गराउनु हुनको लागि सबैलाई एकदम हार्दिक अनुरोध गर्छु। अनि यो ठाउँ हामीले यो ठाउँको कुरा गर्दा यो निर्वाचन क्षेत्रको कुरा गर्दा यहाँ दुई ठुला राजनीतिक दल नेपाली कङ्ग्रेस र नेकपा एमालेको अलिक ठुलो गढ क्षेत्र उनीहरूको सङ्गठन राम्रो बलियो भएको ठाउँ मानिन्छ। यस बिचमा स्वतन्त्र उम्मेदवार बनेर जित्न आशिष शर्मालाई कतिको सहज असहज छ? अब यस्तो छ, यो चाहिँ अब सबैले देखेकै कुरा हो होइन। हामीले 23-24 गतेको एउटा परिवर्तन पनि हेऱ्यौँ। त्यो परिवर्तन आउनुको कारण नै 23-24 गते आउनुको पछाडि यहाँका काङ्ग्रेस एमाले लगायत दलहरूले एउटा चाहिँ परिवर्तित समयअनुसार आफूलाई ढाल्न नसकेको कारणले गर्दाखेरि यो एउटा विद्रोह भएको एउटा चाहिँ त्यसको समस्या समाधान चाहिँ गर्नको लागि त्यही तख्ताबाट हुन सक्दैन भन्ने हिसाबमा चाहिँ अब हामीले एउटा निश्चय गरिसकेका छौँ कि त्यो जसले हिजो त्यस समस्यासँग जुझेर एउटा परिवर्तन दिन सकेन, अब त्यसैले फेरि त्यो खालको परिवर्तन त्यहाँबाट पाउन सकिन्न भन्ने खालको हिसाबमा र हामीले हेरेका छौँ एमाले काङ्ग्रेस लगायतका पार्टीहरूबाट पनि त्यो खालको माग सम्बोधन हुन नसकेकोले त्यहाँबाट पनि धेरै मानिसहरूले स्वतन्त्र उम्मेदवार अथवा चाहिँ अन्य दलमा पनि जाने खालको पहिला पनि वातावरण बनिसकेको थियो। त्यसले गर्दाखेरि र ती सम्पूर्णको कुराहरूलाई एकमुष्ट रूपमा चाहिँ सबै दलको एउटा साझा स्वतन्त्र रूपमा चाहिँ आशिष शर्मा चाहिँ आउनुभएको हुनाले उहाँले चाहिँ एकदम भारी मतको साथ जित्नुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छ। अहिले आशिष शर्माको चुनाव चिन्ह जो छ त्यति धेरै लोकप्रिय चर्चामा भएको कुनै पनि पार्टीले पहिलेदेखि प्रयोग गर्दै आएको चुनाव चिन्ह होइन। यहाँनिर अलिक केही कठिनाइका पक्ष छन्। यहाँ चाहिँ कतिको प्रचार गर्नुभएको छ यो चुनाव चिन्हको बारेमा? न यस्तो, हामी त कस्तो भने स्वतन्त्र उम्मेदवार भनिसकेपछि यसमा कुनै पार्टीका च्यानलहरू प्रयोग हुँदैन होइन। हरेक हिसाबमा हामी त बिल्कुलै नयाँ हो। त्यसले गर्दा हामी हरेक ठाउँबाट घर दैलोमा पुगेर अब जिप चाहिँ हामीलाई पनि त्यो लागेको कुरा हो कि कतै चाहिँ हामीले हाम्रो चुनाव चिन्ह चाहिँ प्रत्येकको घरमा पुर्याउन सकेनौँ भने कतै अप्ठ्यारो पर्ने हो कि भन्ने कुरा त्यो हामीले पनि महसुस गरेको कुरा हो। र त्यसले गर्दा हामी हरेक ठाउँबाट एकदमै राम्रोसँग परिचालित भएका छौँ। हामीले हाम्रो हरेकले आफ्नो ठाउँबाट निकै राम्रो योगदान गर्नुभएको छ। त्यसले गर्दाखेरि चाहिँ अब यो जिप चाहिँ अब कसको हो के हो भनेर त्यति अप्ठ्यारो पर्ला अथवा थाहा नपाउने खालको अवस्था होला जस्तो लाग्दैन। धेरै धन्यवाद छ हजुरलाई। हजुरको परिचय दिनु न। नमस्कार, मेरो नाम निर्मला कुमारी नेपाली, बाडगङ्गा 8 बडगाउँ। म चाहिँ पेसाले ब्युटिसियन। अनि यहाँ आफू अहिले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 1 का स्वतन्त्र उम्मेदवार आशिष शर्माको चुनावी अभियानमा भेटिनुभयो र आजको जो घरदैलो कार्यक्रम थियो यो घरदैलोका समयमा यस क्षेत्रका मतदाताले के भन्नुभयो यहाँहरूलाई? धन्यवाद प्रश्नको लागि। हामीले यो क्षेत्रमा जति पनि आशा गरेका थियौँ अहिलेसम्म यसरी यो हाम्रा मतदाताहरूले पहिला पनि हामी पुरानो पार्टी सँगसँगै हिँड्दा यति राम्रो रेस्पोन्स पाइएको थिएन होइन। अहिलेको जेनजी पुस्ताले मागे अनुसार हाम्रो उम्मेदवार भएको स्वतन्त्र उम्मेदवार भएकोले र प्रत्येक घरमा जाँदा उहाँलाई चाहिँ विजय जुलुस मनाउन गए जस्तो तरिकाले स्वागत सम्मान भएको महसुस गरेँ। एकदमै राम्रो भएको छ। त्यसैले हामीले हाम्रो आशिष शर्माजीले स्वतन्त्र उम्मेदवार जेनजी पुस्ताको अरू सबैले भन्छन् विदेश जाने भनेर उहाँले स्वदेशमै रोजगारी दिन्छु भन्ने एउटा अभियान लिएर हिँड्नु भएको छ। उहाँले आफूले पनि आफै उद्यमी युवाहरूलाई उद्यममा जोडेर यही रोजगारी दिएर नेपालमै युवा बस्ने भन्ने खालको जुन उहाँको एउटा घोषणापत्र भनौँ न एउटा छ, त्यसले गर्दा पनि जेनजीहरूलाई अलिकति धेरै खुल्न पनि सहज भएको छ र आफ्नो परिवारलाई पनि उहाँहरूले धेरै मोटिभेसन गर्नुभएको छ। त्यसैले हामी आज घरदैलो कार्यक्रममा एकदम राम्रो रेस्पोन्स पायौँ। के अरे प्रत्यक्ष दिने रेस्पोन्स र त्यही अनुसारको मतपत्रमा मत हाल्ने कुरा यो दुईवटा कुरा अलिकति भिन्न कुरा छन्। यहाँहरूले जो अहिले भेटाउनु भयो मान्छेले सकारात्मक प्रतिक्रिया दिनुभयो भन्दै हुनुहुन्छ कि यो सबै कुरा मतमा ढालिन्छ भन्नेमा यहाँहरू विश्वस्त हुनुहुन्छ? अब 100% भन्न त अर्काको कुरो भयो सकिन्न होइन त्यो कुरो, तर जतिसम्म आएको छ नि उहाँहरूले भनेको अनुसार उहाँहरूले एकदम आत्मीयता रूपमा भित्रैदेखि दिन्छु भन्ने खालको हामीले हेर्ने त्यही त हो नि होइन। अनि त्यसरी दिन्छु भन्ने हुँदा उहाँहरूले दिनुहुन्छ भन्ने विश्वास गर्छौँ। हस्, धन्यवाद।
आफ्नो परिचय दिनु न। नमस्ते, मेरो नाम हरि मल्ल। अनि यो नेपालमा जो एउटा परिवर्तन पछिल्लो समय भदौ 23-24 जो आन्दोलनले परिवर्तन देखिएको छ, तर त्यस परिवर्तन अनुसारका उम्मेदवार, कतिपय उम्मेदवार, सबै नभनौँ, त्यस किसिमका परिवर्तनको मुद्दालाई एड्रेस गर्ने खाले कतिपय उम्मेदवारहरू हामीले देखिरहेका छैनौँ। अब हजुरले बताइदिनुहोस् कि आशिष शर्मा मार्फत के जेनजीले उठाएका सवालहरू सम्बोधन हुन सक्छन्? एकदमै सक्नुहुन्छ उहाँले। किन भन्नुहुन्छ भने जो अहिले समय परिवर्तन भइसकेको छ, यो समयको परिवर्तनसँगै जो उसको घटनाले गर्दाखेरि चाहिँ युवाहरू खोजिरहेको छ, जेनजीहरू खोजिरहेको छ। जो हाम्रो चाहिँ यो क्षेत्र नम्बर 1 मा चाहिँ युवाहरू चाहिँ आउनुपर्छ भन्ने जुन चाहिँ जनताहरूको माग छ र उहाँ चाहिँ स्वतन्त्रबाट आउनुभयो। हामीले चाहिँ सायद लाग्छ हाम्रो चाहिँ एकदमै उहाँले चाहिँ सोचेको जस्तो, भनेको जस्तो जुन माग चाहिँ सब यो हाम्रो चाहिँ गाउँ समाजमा माग गरेको अनुसार चाहिँ उहाँ चाहिँ युवा हुनुहुन्छ, जेनजी हुनुहुन्छ। जुन 23-24 को घटनाले गर्दाखेरि अहिले चाहिँ युवाहरू एकदमै प्रशस्त मागेको छ र युवाहरू चाहिँ एकदम जोस जागरसँग चाहिँ लाग्नुभएको छ। आज सायद देख्नुभयो होला, आज चाहिँ यो हाम्रो चाहिँ साबिक मोतीपुर 8 को चाहिँ जनलहरले गर्दाखेरि चाहिँ अझै हजुरको एजेट भन्दा पनि अझै युवाहरू चाहिँ एकदमै तातेको छ। आशिषको पक्षमा जिपमा भोट हाल्नको लागि चाहिँ बहुत तातेको छ हजुर। हस्, धन्यवाद। हस्, मैले गाडी चलाउँछु र म अगाडि लान्छु।